एमाले नेता सूर्य थापा भन्छन् जेएनयू आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका 8वटा घरहरू जलेर ध्वस्त भए। उनका जलेका 8वटा घरहरूको विवरण यस प्रकारको छ साथीहरू। नम्बर 1 मा आठराई गाउँपालिका 4 इवा तेह्रथुममा रहेको उनको जन्मघर। दोस्रो नम्बरमा छ साथीहरू दमक 5 मा रहेको उनका भाइको घर। तेस्रो नम्बरमा छ दमक 9 मा ओलीले भाडामा लिएको घर र चौथो नम्बरमा छ साथीहरू झापाको केचन कलनमा रहेको ओलीका बुबा बस्ने घर र पाँचौं नम्बरमा छ साथीहरू भक्तपुरको बालकोटमा रहेको ओलीको मूल घर। त्यस्तै गरेर 6औं नम्बरमा छ बालकोटमै रहेको ओलीको भेटघाट घर र 7औं नम्बरमा साथीहरू बालकोटमै रहेको ओलीको पुस्तकालय र 8औं नम्बरमा बालकोटमै रहेको ओलीको सुरक्षाकर्मी बस्ने घर। यी गरेर टोटल 8वटा घरहरू जलेको भनेर आज एमाले नेता सूर्य थापाले फेसबुकमा सार्वजनिक गरेका छन्। अब यसरी साथीहरू सूर्य थापाले केपी शर्मा ओलीका 8वटा घरहरू जले भन्दै गर्दाखेरिमा जिन्दगीभर कहीँ कतै केही व्यापार व्यवसाय पेशा उद्योग केही जाँदै नगरेका, खाली नेपालमा बसेर राजनीति गरेका 2-4 पटक प्रधानमन्त्री बनेका मन्त्री बनेका व्यक्तिको यसरी 8-8वटा घर चाहिँ कहाँबाट आयो? यो चाहिँ एउटा गम्भीर प्रश्नको विषय छ कि नेपालमा राजनीति गरेर वैधानिक रूपमा यति धेरै सम्पत्ति जोड्न सकिन्छ? यो चाहिँ एउटा गम्भीर प्रश्नको विषय छ। र अर्को एउटा गजबको कुरा यहाँनिर सूर्य थापाले के पनि सार्वजनिक गरेका छन् भने साथीहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटमा रहेको मूल घर जलाउनको निम्ति नेपाली कांग्रेस दोलखा क्षेत्रीय उपसभापति सुभाष लामा स्वयं बालकोट स्थित त्यो घर जलाउनको निम्ति त्यहाँ पुगेको भिडियो सार्वजनिक भएको छ भनेर सूर्य थापाले यही स्ट्याटसमा सार्वजनिक गरेका छन् साथीहरू। यो कुराले के प्रश्न पार्छ भने यहाँनिर जसरी कांग्रेस एमाले राष्ट्रपा अथवा जेएनयू लगायत धेरैलाई आफ्ना नेताहरूको घर जलाएको आरोप लगाइरहेका छन्, यो आरोपको यहीँबाट खण्डन गर्न सकिन्छ कि एमाले कांग्रेसका नेताहरूका घर जलाउनलाई उनीहरूकै नेताहरू प्रयोग भएका छन्। जति पनि कांग्रेसका नेताहरूका घर जले त्यहाँनिर एमालेका नेताहरूको घुसपेट छ र जति पनि एमालेका नेताहरूको घर जले त्यहाँनिर कांग्रेसका नेताहरूको घुसपेट छ। यो कुरा सूर्य थापाले सार्वजनिक गरेको कुराबाट पनि प्रष्ट हुन्छ र यो मात्रै होइन साथीहरू, अरू धेरै उदाहरणहरू पनि बाहिरिएका छन्। त्यो दिनको आन्दोलनमा गएका प्रदर्शनकारीहरूले पनि प्रष्ट भनेको सुनिएको थियो कि धेरै जसो कांग्रेसका नेताहरूका घर चिनाउने एमालेका नेताहरू थिए भने एमालेका नेताहरूका घर चिनाउने कांग्रेसका नेताहरू नै थिए। एकदम माथिल्लो तहकै जाने बुझेका नेताहरूले एकअर्काका पार्टीका नेताहरूका घर चिनाइरहेका थिए ठूला ठूला शहरहरूमा। यो कुरा आन्दोलनकारीहरूले पनि भनेका थिए साथीहरू। तर यहाँनिर आन्दोलन सकिसके पछाडि कांग्रेस एमाले चाहिँ रासोपा जेएनयूमाथि खनिरहेका छन् आफ्नो गल्तीहरू ढाकछोप गर्नको निम्ति। यिनीहरूले एकअर्काको घर जलाउन यिनीहरू आफैले घुसपेठ गरेका थिए। यो कुरा प्रष्ट हुन्छ। सूर्य थापा स्वयंले यहाँनिर प्रष्ट पारेका छन् कि नेपाली कांग्रेसको क्षेत्रीय सभापति जस्तो मान्छे ओलीको घर जलाउन गएको भिडियो सार्वजनिक भएको छ भनेर। अब तपाईँ हामी आफै बुझ्न सकिन्छ कि यिनीहरूले कसरी एकअर्कालाई ध्वस्त पारेका रहेछन् र दोष अरूमाथि थोपरेका रहेछन्। दोष अहिले रासोपामाथि थोपरेका छन् यिनीहरूले। रासोपाका नेताहरूले यसरी जलाए उसरी जलाए भनेर, तर जलाउनमा सबैभन्दा अगाडि यिनै कांग्रेस एमालेका नेता कार्यकर्ताहरू थिए भन्ने कुरा पटक पटक देखिएका भिडियोहरूबाट प्रष्ट हुन्छ साथीहरू। सायद अदालत सिंहदरबार जलाउनु पनि यिनीहरूकै हात छ, किन भन्दा यिनीहरूकै पार्टीका सबैभन्दा धेरै भ्रष्टाचारका फाइलहरू त्यहाँनिर थन्किएका थिए। यिनीहरूकै पार्टीका कुकर्मका फाइलहरू सबैभन्दा धेरै त्यही थिए। तिनीहरूलाई नष्ट पार्नको निम्ति यिनीहरूकै यही करामत हुन सक्छ। यो त समयले बिस्तारै खुल्दै जाला, तर संकेत त्यस्तै देखिन्छ साथीहरू। अरू त त्यस्तै हो साथीहरू। अहिलेको सरकारले केपी शर्मा ओलीका 8वटा घर कसरी बने, कुन आमदामीको स्रोतबाट बने भन्ने कुराहरू पनि पत्ता लगाओस्।